नमस्ते साथीहरू, म आज तपाईहरुलाई विभिन्न कोर्स लिएर उपस्थित भइसकेको छु। यो कोर्सहरू युडेमी कोर्स हुन् जुन तपाईहरुले फ्रीमा पाउन सक्नुहुन्छ। यो इनरोल गरेर तपाईहरुले कोर्स सकेपछि फ्री सर्टिफिकेट पनि पाउन सक्नुहुन्छ, जुन सर्टिफिकेट तपाईले आफ्नो सीभीमा एड गर्न सक्नुहुन्छ। मैले यहाँ विभिन्न कोर्सहरू लिएर आएको छु। कोर्सहरू जुन टेक फिल्डसँग रिलेटेड छन्, त्यसका साथसाथै भिडियो एडिटिङ, क्यानभा र अरु ग्राफिक डिजाइन रिलेटेड कोर्सहरू पनि उपलब्ध छन्। यो कोर्स कसरी इनरोल गर्ने भन्नको लागि चाहिँ तपाईहरुले यो भिडियो पुरै अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त। ल अब चाहिँ कुन कोर्स छ त्यो म भन्न गइरहेको छु। कोर्स तपाईहरुले हेर्नु होला। जुन कोर्स तपाईहरुलाई आफुलाई आवश्यक छ त्यो चाहिँ तपाईहरुले त्यो कोर्सको लिंक चाहिँ डिस्क्रिप्सन बक्समा पाउनुहुन्छ। त्यो लिंकमा क्लिक गरेर अनि तपाईहरुले त्यसलाई इनरोल गरेर अहिले नै बस्नु होला, किनकि यो लिमिटेड छ, कुपन लिमिटेड छ यो कोर्सको। फेरि छुट्नु होला है त। ल सुरुमा हाम्रो कोर्स रहेको छ HTML एन्ड CSS मेड इजी वेब डिजाइन एन्ड फ्रन्ट इन्ड वेब डेभलपमेन्ट कोर्स रहेको छ। यो कोर्सको रेटिङ 4.9 छ आउट अफ 5 भने 560 इनरोल चाहिँ यसमा लेफ्ट छ। 8486 स्टुडेन्टले इनरोल गरिसकेको छन्। त्यस्तै गरी अर्को कोर्स छ द कम्प्लिट माइक्रोसफ्ट एक्सेल कोर्स मास्टर अल लेभल 4.4 रेटिङ छ यो कोर्सको भने 664 इनरोल्स लेफ्ट छ। 8963 स्टुडेन्टले इनरोल गरिसकेको छन्। नेक्स्ट कोर्स छ माइक्रोसफ्ट एक्सेल मास्टर डेटा एनालाइसिस क्लिनिङ एन्ड ड्याशबोर्ड। यो कोर्सको इनरोल जम्मा 75 इनरोल्स लेफ्ट छ। 4.2 रेटिङ छ यो कोर्सको भने 6463 स्टुडेन्टले चाहिँ यसलाई इनरोल गरिसकेका छन्। त्यस्तै गरी नेक्स्ट कोर्सको कुरा गर्दा मास्टरिङ च्याट जीपीटी फ्रम बिगिनर टु एआई पावर युजर कोर्स छ। 4.4 रेटिङ छ यो कोर्सको। 546 जनाले इनरोल गरिसकेका छन् भने 8122 स्टुडेन्टले यो कोर्स लर्न गरिरहेका छन्। नेक्स्ट कोर्स भनेको ग्रोक मास्टरी प्रोग्रामिङ एआई एन्ड प्रब्लम सल्भिङ स्किल 27 इनरोल लेफ्ट छ। 4.6 रेटिङ एन्ड 3142 स्टुडेन्टले इनरोल गरिसकेको छन्। मास्टर कोर्स अन क्रिटिकल थिङ्किङ स्किल एन्ड डिसिजन मेकिङ यो कोर्सको रेटिङ 5 आउट अफ 5 छ। 208 इनरोल लेफ्ट छ भने 24,000 स्टुडेन्टले चाहिँ यो इनरोल गरिसकेको छन्। नेक्स्ट कोर्स चाहिँ भनेको स्टोरी टेलिङ मास्टर क्लास बिजनेस स्टोरी टेलिङ फर लिडर हो। 4.8 रेटिङ रहेको यो कोर्स छ यो कोर्सको भने 719 इनरोल लेफ्ट छ। 21,000 स्टुडेन्टले चाहिँ इनरोल गरिसकेको छन्। नेक्स्ट कोर्स इज होलिस्टिक हेल्थ ह्याप्पिनेस एन्ड इमोसनल वेलबिङ कोर्स हो। 5 आउट अफ 5 रेटिङ छ यो कोर्सको भने 23,000 स्टुडेन्टले इनरोल गरिसकेको छन्। 510 इनरोल चाहिँ लेफ्ट छ। नेक्स्ट कोर्स इज मास्टर क्लास क्रिएटिभ प्रब्लम सल्भिङ एन्ड डिसिजन मेकिङ हो। यो कोर्स 4.2 आउट अफ 5 रेटिङ छ। 410 इनरोल लेफ्ट। 3844 स्टुडेन्टले चाहिँ इनरोल गरिसकेको छन्। नेक्स्ट कोर्स इज प्रोफेसनल डिप्लोमा इन CRM प्लेटफर्म म्यानेजमेन्ट 178 इनरोल लेफ्ट। 4.9 आउट अफ 5 रेटिङ छ भने 21,000 स्टुडेन्टले इनरोल गरिसकेका छन्। नेक्स्ट कोर्स इज बिल्ड फ्रम स्क्रैच अ मोडल रेस्ट API विथ PHP8 100 इनरोल लेफ्ट ओन्ली। 2310 स्टुडेन्ट इनरोल गरिसकेका छन् भने 4.2 आउट अफ 5 रेटिङ रहेको छ। अर्को कोर्सको कुरा गर्ने हो भने क्यापकट विथ क्यानभा ग्राफिक डिजाइन भिडियो एडिटिङ मास्टर क्लास हो। 4.3 रेटिङ रहेको यो कोर्स भने 63,000 स्टुडेन्ट इनरोल गरिसकेका छन् र 650 इनरोल चाहिँ लेफ्ट छ। अर्को कोर्सको कुरा गर्दा कम्प्लिट UI UX डिजाइन विथ क्यानभा डिजाइन स्मार्ट इन्टरफेस भन्ने कोर्स रहेको छ। 720 इनरोल लेफ्ट छ। 25,000 स्टुडेन्टले इनरोल गरिसकेका छन् र 4.4 रेटिङ रहेको छ कोर्सको। अर्को कोर्सको कुरा गर्दा MS अफिस विथ AI मास्टर क्लास माइक्रोसफ्ट गुगल च्याट जीपीटी कोर्स रहेको छ। 351 इनरोल लेफ्ट रहेको छ। 15,000 स्टुडेन्टले इनरोल गरिसकेका छन् भने 4.5 रेटिङ रहेको छ। च्याट जीपीटी एन्ड जेनेरेटिभ AI फर प्रडक्ट म्यानेजमेन्ट इज एनदर कोर्स। 318 इनरोल लेफ्ट छ। 25,000 स्टुडेन्टले इनरोल गरिसकेका छन् भने 4.3 चाहिँ यसको रेटिङ रहेको छ। ल आजलाई यति नै।
अब यो कोर्स कसरी इनरोल गर्ने भन्ने कुरा चाहिँ म नेक्स्ट भिडियोमा भन्नेछु। अरू कोर्सहरू तपाईँलाई म लिएर आउने नै छु, त्यसको लागि चाहिँ नेक्स्ट भिडियो वेट गर्नु होला। विभिन्न कोर्सहरू जुन एकदमै भेरी युजफुल कोर्सहरू चाहिँ म तपाईँहरूलाई लिएर आउनेछु। त्यसको लागि चाहिँ च्यानललाई सब्सक्राइब गरेर नोटिफिकेसन बेललाई पनि अन गरेर राख्नु होला। आजलाई यति नै, थ्याङ्क यू।